तिम्रो के भयो भने चाहिँ मलाई तिमीहरूको यो लफडा खासै केही होइन दाइ, जस्ट यो म्युजिकल बिफ हो होइन। अब उसको गीतहरू मलाई चित्त नबुझेको, अब सुरुमा आउने बेलामा त अब आफूलाई चित्त नबुझेको कुरा त भन्न पाएन दाइ। हाम्रो फिल्ड भनेकै यो एकदम एक्सप्रेसिभ फिल्ड हो, अनि आफ्नो ओपिनियन मात्रै राखेको हो गीतको थ्रुबाट, त्यति नै हो दाइ। अब उसको गीतमा मैले अलिकति धेरै झुटहरू देखेँ, अब त्यो हुनै नसक्ने कुरा, काल्पनिक कथाहरू धेरै भयो होइन। अनि त्यो भएर चाहिँ मैले जस्ट पोइन्ट आउट मात्रै गरेको हो क्या। अब त्यस्तो त अब उसले मलाई माने, मैले उसलाई माने टाइपको त छैन, त्यो त अफकोर्स हुँदा पनि हुँदैन होइन। किन भन्दा हामी अर्कै स्टेजमा पुगिसकेको छौँ लाइफमा होइन। अब गएर अब कहाँ जुधेर बसेर त हुँदैन होइन। अब त्यही हो खासै के, जस्ट म्युजिकल बिफ हो दाइ। अब द्याट्स अल। अब जे भयो भयो, सक्यो त होइन। उसलाई पनि राम्रो भयो, मलाई पनि राम्रो भयो, द्याट्स अल। भविष्यमा फेरि कस्तो बानी कस्तो छ भने नि होइन, नमिल्ने मान्छेहरू मिलाउन मलाई कस्तो रमाइलो लाग्छ नि। एउटा गीत गरौँ न। अब कुनै सन्दर्भवश अब त्यो सबै कुरा मिलेछ भने चाहिँ अब हेरौँ। अमेरिका युरोप मिलाउनु पर्छ कि, मिलाएर जानुपर्छ कि होइन। त्यसपछि ग्लोबल ग्याङ बनाउनु पर्छ कि एउटा होइन। मेबी डाउन द रोड एउटा कतै न कतैबाट सबै मिल्यो भने एउटा गीत होइन, जसले चाहिँ संसारै खाने हिसाबले एउटा गीत मिलाउनु पर्ला जस्तो लाग्यो मलाई। हो त, तर अब त्यही हो दा, एउटा हातले ताली बज्दैन होइन दाइ, दुइटै हात चाहिन्छ ताली बज्नको लागि। अब त्यसो अब मिलेछ भने सबै, अब मन परेछ भने उसको भाइ भाइ अब सबै भएछ भने चाहिँ मेबी नेभर नो दाइ, अब के हुन्छ होइन। अहिलेलाई चाहिँ ठिकै छ नर्मल्ली, अब खासै केही त छैन। उसले आफ्नो तरिकाले गरिराख्नु भएको छ, मेरो आफ्नो तरिका, हाम्रो स्टाइल पनि फरक छ होइन। अनि त्यही भएर लेट्स सी आफ्नो स्टाइल कसरी